जयमसी सबैजनालाई आजको बिहानी पनि म हजुरहरूको बिचमा एउटा पद लिएर आएको छु। रोमी 5को 6, 7 र 8 म यसलाई पढ्दैछु। किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूको निम्ति ठिक समयमा मर्नुभयो। धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला। कतै असल मानिसहरूको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला। तर परमेश्वर हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। यो पुस्तक चाहिँ पावलले रोमीको लागि लेखेको पुस्तक थियो। यहाँ चाहिँ के भनेको छ भने धर्मी मानिसको लागि मर्ने व्यक्तिहरू चाहिँ भेटिन सक्छ, तर अधर्मी मानिसहरूको लागि चाहिँ मर्ने व्यक्तिहरू भेटिँदैन। र त्यही अनुसार नै पिताले पुत्रलाई संसारमा पठाउनु भयो र हाम्रो पापको निम्ति उहाँ क्रुसमा टाँगिनुभयो, मर्नुभयो र तेस्रो दिनमा फेरि पुनर्जीवित हुनुभएको छ। अनि 8 पदमा भने जस्तै परमेश्वरले चाहिँ हाम्रो निम्ति प्रेम यहीद्वारा नै देखाउनु भएको छ भन्ने कुरा हामीले यहाँबाट यो पदबाट पाउन सक्छौँ। यो वचन पढाइ अनि सुनाइमा परमेश्वरको महिमा भएको होस्। आमेन।